सर कि हजुर हो हामी सँगै सिकाएको दाइतिर हुनुहुन्छ एउटा चिहान छ विदेश गएर भर्खरै गाडिएको जस्तो आलो माटो छ कस्तो छ हतारमा पुगिएको जस्तो नमिलाइएको ढुङ्गा र दुईटा खान नबिजाउने काँडाहरू देखिन्छन्। यो आलो चिहान कुनै समुदायको भित्रको हो भनौँ भने आसपासका कुनै चिहानका भग्नावशेष छैनन्। कुनै संस्कार परम्परा अनुसारको चिहान भए आलो चिहानमाथि फर्फराइरहेको हुनुपर्थ्यो सेतो ध्वजा, त्यो पनि छैन। हुनसक्छ यो आलो चिहान एउटा कुनै नाबालिगको अनुहार जो यौन पेशीले तिर्खा मेट्दै सास रोकिएपछि यतै छुटिएर हिँडेको होस्। हुनसक्छ कुनै घनघोर जङ्गल बिच सडक किनारमा हिँडिरहेको एक मजदुर जो गाडी दुर्घटनाले सास छोडेर हतारमा गाडी दिएको होस् र विपत्तै लागेको चालक। र हुनसक्छ कुनै शिक्षक जो देश पढाउँदै अज्ञात समूहको शिकार भएर यही चिहानमा दबिएको होस्। यो पनि हुनसक्छ कि एउटा राष्ट्र सेवा कर्मचारी देशको सेवा गर्दा गर्दै पर्यो होला जहाँ विधिशास्त्र भाग्न नमान्दा पर्यो होला कुनै शक्तिको ऐतिह्यमा र आएको हो कि यो आलो चिहान कसको होला त्यस्तो चिना नभेट्ने गरी पुरिएको बेखबर अज्ञात चिहान त्यो देशको नागरिक थियो कि अनागरिक कुनै वर्णको थियो होला कुनै उमेरको थियो होला उसको कुनै देश छ भने आउला कप्तार खोज्न कुनै आफ्ना छन् भने आउला प्रश्न सोध्न र सरकार छ भने पाउनेछ न्याय भेटिएला पहिचान अनि मुस्कुराउनेछ अज्ञात चिहान। धन्यवाद। धन्यवाद आशा गरेको कुरालाई जोड्न चाहन्छु। रोल्पा जिल्ला पेपर सङ्घहरूले अतिवास्ता गरेर जोडिनुको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद नवलदीप गुन्बोजी।